It's my birthday! Happy birthday to you! Thank you! Hello guys, say one, namaste, welcome back my YouTube channel. It's me Vimalai Rai. आज नयाँ दिन नयाँ भिडियोको साथमा म तपाईहरुको माझमा आइसकेको छु। आज चाहिँ विशेष दिन रहेको छ। आज चाहिँ के रहेको छ भन्दाखेरि चाहिँ It's my birthday है। आज चाहिँ मेरो बर्थडे रहेको छ अनि मैले बिहानदेखि नै भिडियो बनाउँछु भनेको थिएँ अनि कारणवश मैले भिडियो बनाउन पाइन किनकि भने आज चाहिँ मैले यहाँ खानेकुरा बनाउँदा गलेर अनि पुरै रेडी भइसकिसकेपछि चाहिँ मैले तपाईहरुको माझमा भिडियो ल्याएको छु है त। आज मेरो बर्थडे छ। अब मेरो भरे घरमा पनि पार्टी हुनेछ अनि अहिले चाहिँ अब तपाईहरुलाई थाहा नै छ म के गर्छु भनेर। आज चाहिँ मेरो पार्लरमा अनि सबै मेरो साथीहरु बहिनीहरु अनि छेमाहरुलाई चाहिँ पार्टी छ त्यहाँ अनि अब त्यसको लागि चाहिँ मैले बिहान बरिकन आफैले बनाएको छु। मासु अचारहरु बनाएर लगेको छु। भरे त्यो पनि देखाउने छु है त साथीहरु। अनि विशेष गरेर चाहिँ म तपाईहरुको माझमा के भन्न चाहन्छु अनि आज चाहिँ मलाई फर्स्ट चोटी बर्थडे कसले विश गर्यो भनेर भन्नु पर्दाखेरि चाहिँ मलाई चाहिँ फर्स्ट चोटी बर्थडे विश चाहिँ मलाई मेरो छोराले गरेको थियो। अनि म यहाँ भित्र सुतिरहेको थिएँ ढकढक ढकढक पार्यो अनि किन होला भनेर यसरी किन आयो भन्दै भनेको थिएँ अनि झन् अनि खोले है अनि दादेखि ह्यापी बर्थडे टु यु भन्दै भन अनि दादेखि म तपाईको बर्थडे विश गर्नुलाई यत्रो 12 बजेसम्म बसिरहेको छु भन्दै थियो अनि थ्याङ्क यू छोरा भने दादेखि उसको पापाले अनि अरू सामाजिक सञ्जालमा पनि हेरेर पनि थाहा हुन्छ अनि अरूले गर्नु भएको छ। त्यसको लागि सबैलाई थ्याङ्क यू सो मच मेरो बर्थडे विश गर्नुभएको निम्ति। अब म यहाँदेखि चाहिँ अब घरबाट चाहिँ किसान चोक जाँदैछु है त। अनि अब रेडी चाहिँ भइसकेको छु अनि सामानहरू चाहिँ मैले यसरी प्याक गरिसकेको छु। म देखाउँछु भन्दै थिएँ प्याक गरिसकेपछि देखाउनै पाइन अनि मलाई लिनको लागि चाहिँ यता मेरो बहिनी स्मृति आएको छ। हेलो ल यता स्मृति छ अनि अब हामी चाहिँ सिधै कहाँ जानेछौँ भने किसान चोक है त। त्यहीँ गएर हामी भेट्नेछौँ ल किसान चोक लेट्स सी है त। ल त साथीहरु हामी चाहिँ जाँदैछौँ। हामी चाहिँ चिया बगान आइसकेको छौँ। हामी चाहिँ यस्ता छौँ है त यता हैन यता पछाडि तोकेको छ अनि हामी त्यसरी जाँदैछौँ। हेर्न सक्नुहुन्छ पुरै अब आवाज सधैँ आउँदैन थाहा छैन तर हामी जाँदैछौँ बर्थडे मनाउनुलाई। ल त साथीहरु अहिले चाहिँ म किसान चोक आइसकेको छु है त। अनि मेरो छोराले चाहिँ मलाई 3 चोटि ह्यापी बर्थडे भन्यो अनि खानेकुरा नदिएको त अरे हामी लजाको अरे अनि ह्यापी बर्थडे भनिसक्यो। यता हेर्दै न एकचोटि हेलो गर्दै ह्यापी बर्थडे भन्दै उनीहरूले सानी छेमालाई छिटो यता Happy birthday to you. देख्यौ Happy birthday थ्याङ्क to यू you. नाना हामी पनि ह्यापी बर्थडे भनेकोले ल अहिले चाहिँ हामी किसान चोक आइसकेको छु। म अब यहाँ किसान चोकदेखि फेरि पनि हामी पात्री जानेछौँ है त केक लिनलाई। साथीहरु म चाहिँ पूर्वाञ्चल केक क्याफे आइसकेको छु। स्मृति र म यता स्मृति चाहिँ यता म चाहिँ केक लिनुलाई चाहिँ सर अब सट्टासँगले अब केक छान्ने हो लिने हो यस्तो रहेको छ हाम्रो पूर्वाञ्चल क्याफे। आइसकेको छ नि केक ल यता यस्तो रहेको छ। म सट्टासँगले छान्ने छु केक छानिसकेको छु है त भेनिला फ्लेभरमा। स्मृति चाहिँ यता चाहिँ हेर्दैछु नाम लेख्दै हुनुहुन्छ केकमा अर्कोमा पनि सेम ल। ल त साथीहरु हामी चाहिँ केक लिएर हिँडेको अब घर एकछिनै ल क्याफेबाट चाहिँ हामी निस्किसकेको छौँ अनि हामीले चाहिँ दुईटा मैले चाहिँ दुईटा केक किनेको छु। अनि दुईटा केक चाहिँ किन किने भन्ने तपाईँहरूलाई लाग्छ भने एउटा केक चाहिँ म किसान चोकमा काट्ने छु अनि एउटा केक चाहिँ घरमा काट्ने छु है त साथीहरु। अनि दुईटा केक त चाहिने भइहाल्यो हैन त्यही भएर चाहिँ मैले दुईटा केक किनेको छु। अब चाहिँ स्कुलमा पार्टी चाहिँ किसान चोकमा हुनेछ अनि नेक्स्ट पार्टी चाहिँ हाम्रो फ्यामिली चाहिँ भरे घरमा हुनेछ है त। यसरी हामी स्कुटीमा आएको छौँ। यता स्मृति केक देखाइदेऊ नि त कस्तो लागिरहेछ आज भन त। एकदम रमाइलो लाग्यो दिदीसँग हिँड्दै गर्दा हैन दिदीको बर्थडेमा ल ल त अब फेरि हामी जानेछौँ अब
किसान चोक है त यता मेन मान्छेको ठाउँतिर पनि जाँदैछु म त्यता गएकै छुइनँ अनि अब सारा र लगाइदिनु भएको होला नि त यता यता अङ्कल हुनुहुन्छ है पुरै डिउ बोक्दै हुनुहुन्छ चिसोमा राखिदिनु भनेको छु अघि नै कोक हो डिउ त होइन ल थ्याङ्क यू भिडियो गर्दै आएको क्या तपाईँहरू भन्नुहुन्छ भनेर थ्याङ्क यू ल के अरे छेवाले किनिदिनु हुने यो ल थ्याङ्क यू सो मच तपाईँलाई पनि बर्थडे विस गर्नुभएकोमा तपाईँलाई पनि धेरै धेरै धन्यवाद म चाहिँ यता छु छेमाको तर्फबाट यतिखेरै छान्ने भनेको पछि पाइँदैन त्यही भएर ल है त यसरी के भन्छ यो थाल र गिलास बोकेर हिँडेँ अनि यता भुजाको बोरा अनि चम्ची चाहिँ नकिनेको चम्ची चाहिँ भाडा आन्टीकोमा माग्छु भाडा आन्टीकोमा चम्ची चाहिँ ल भन्नु पर्यो अनि त्यहाँदेखि अरू चाहिँ यसरी बोकेर लगेको छु है त आज बर्थडे मनाउनु पर्यो नि त त्यही भएर यसरी बोकेर लिएको ल है त बोरै ल्याइदिएको अब म सक्दो खाने हो नसकेको घरतिर लैजाने हो थाल पनि लिएको इट्स माई बर्थडे गोला थ्याङ्क यू कसलाई खुवाउनु पहिलेबाट छेमा लाग्यो होला नि होइन आउनु साइली छेमा हो म भिडियो गरिदिने खुवाइदिन्छु नि त तपाईँहरूलाई कार्टुनमा दिनु त छेमाहरूलाई चाहिँ खुवाइदिन्छु मलाई हाल्नु पर्छ यति हो साथीहरु यसरी बाँडिसक्यो यी अचार यता हो यो मासु हो अनि सबै मेरा साथीभाइहरु भाउजीहरु आन्टीहरु छेमाहरु सबैजना यता चाहिँ ल यसरी खाँदैछु है त बर्थडे मनाउँदैछु तपाईँहरूलाई कस्तो लाग्यो बर्थडे कता कता हुनुहुन्छ आउनु आउनु यहाँ भिडियोमा
मेरो टिमहरु यता हुनुहुन्छ ल कस्तो लाग्यो खानेकुरा कस्तो लाग्यो ल साथीहरु एकदम दामी दामी ल आजको बर्थडे एकदम दामी खाना पनि एकदम मिठो थियो आज बर्थडेको ल माया विशाल बजारको दामी भयो अरे ह्यापी बर्थडे बिमला सधैँ यस्तै खानु पाऊँ ल हस् थ्याङ्क यू हुन्छ एक्सट्रिमन छ नि फेरि ढिलो आउनु भयो र यो चाहिँ यस्तो भएको होइन म चाहिँ घरमा आइवरिकन सट्टसँगले रोस्टलाई चाहिँ डिमा राखिवरिकन फ्राई गर्दैछु हेर्न सक्नुहुन्छ अहिले रोस्टरी चाहिँ अब हाम्रो घरमा गर्ने पार्टी पनि म तपाईँहरूलाई देखाउने छु है त साथीहरू सुरु हुँदैछ हेर्न सक्नुहुन्छ रोस्ट सेरसेर पाक्दैछ म चाहिँ यता छु अनि सबैजना भित्र आइसक्नु भएको छ अब चाहिँ हामी यहाँ पनि फेरि केक काट्नेछौँ साथीहरू है त पाक्दैछ अनि यो चाहिँ मार्सी धानको चामल यस्तो खालको चामल हेर्न सक्नुहुन्छ मार्सी धानको चामल भोटेनीहरूले बेच्नु लिएको थियो अनि त्यो किनेर चाहिँ आज यो भात खाँदैछ नि सेम कोदोसँग कोदोको पिठोसँग मिसाएर पकाएको देखिन्छ ढेँडो जस्तो थाहा छैन कस्तो हुन्छ पहिलोचोटि मार्सी धानको चामलको भाग खाँदैछु म त्यो पनि देखाउँदैछु तपाईँ भनेको घरको हाम्रो परिवारको शिर होइन त अनि अहिलेको मुख्य मान्छे अनि तपाईँको ठुलो मान्छे मुख्य मान्छेबाट आशीर्वाद पाउनु छोडेर 28 लागेकोमा आज हामी बर्थडे सेलिब्रेसन गर्दैछौँ ल ल है राम्रो लाग्छ काट्नै ल यता भाउजूको चाहिँ लाग्ला नि फेरि बर्थडे गरे यो त अनि फ्रिजमा राखेको थिएँ नि त यसो गरौँ न अलिक Happy birthday to you Happy birthday to you Happy birthday dear Bangsa Happy birthday to you Happy birthday भन्दियो Happy birthday सालमलाई गिफ्ट दिनु देउताले म अघि मैले के गिफ्ट दिनु भनेको छु कानमा भन न कानमा ल म भन्छु ल कानमा भने ह्यापी बर्थडे ठुलो मम्मी भने लभ यु खै आई लभ यु भने माया माई गिफ्ट हो न ताली पनि बजाउने ल ल अब टुक्रा खाइदिन आमाले पनि भाउजूले अहिले आशिषले सालमले चाहिँ खानु हुँदैन अहिले दामी खाइदिनु भयो त नि ल जानीमा जिना भयो त लजाले सब
लजालु स्वभावमा थाप्दैन ए हुन्छ It's my turn. ल 28 वर्षमा जवान भएकोमा चाहिँ तिमीलाई उनायो कसको? ल ल मेरै आकोलाई ल्याउनु धन्यवाद सुमन आउनु दादाले गर्नु मेरो टर्न हो त सालम छोरालाई चाहिँ के गर्नु होला हौ मलाई यति भएको अब त घरमा पहिला ए दामाले हुन्छ ल म काट्छु नि मम्मी एउटा त मेरो आफै ल काटेन सुमन फर्स्टै आधी लानुको लागि हैन उसलाई मन त पर्दैन भन्छ के हो म एकदम अङ्कल भिडियो गर्दैन अङ्कलको होइन उसको टर्न आउँछ नि त दादाले गरिदिनुहुन्छ अङ्कलको पाली आउँछ सानोले ताउनु के ताउनु सानो त अन्तिम हो सानो बच्चो हो नि त हाम्रो सबसे सानो नानी बाबा हो नि त ह्यापी बर्थडे थ्याङ्क यू सुमन मैले ल सालमले सालम आयो आऊ छोरा म खाएँ म काट्छु मेरो भनेको मम्मीले पो काटेर खुवाउनु पर्ने त ल आज त मम्मीले पो खुवाउनु पर्ने त आयो म काटेर खान्छु ठुलो ल बिउनालाई ए कस्तो के गर्नु ज्या अब यस्तो त नगर्नु न कस्तो आँखामा चाहिँ के गरिदिनु भएको यो हेर हेर न आयुले फेरि अब छोरालाई सालमलाई आत्तिसक्यो यहाँ मान्छे ल ह्यापी बर्थडे टु मम्मी भन्नु मम्मीले ह्यापी बर्थडे ल्याउने सबै पो तिम्रो हो त थोरै खाइदिनु मम्मीलाई हो त्यतिले खाइदिनु थोरै अलग्गै समात्ने ह्यापी बर्थडे भन्नु है अब मार्सी धानको चामल बच्चामा कहाँ खानु भएको अरे पाडमा अरे दामी लाग्यो अन्त म पनि फर्स्ट टाइम खाँदैछु हेर्दा चाहिँ सेम ढेडो जस्तै छ लोकल कुखुराको मासु झोल छ हामी चाहिँ यसरी घरमै रुममा बसेर खाँदैछौँ है त साथीहरू अब